नमस्ते साथीहरु, सम्पूर्णमा नमस्ते। आज मैले एउटा अझ फरक किसिमको टिप्स लिएर आएको छु है। यो तपाईहरु आइफोन युजर हुनुहुन्छ भने तपाईहरुको लागि यो महत्त्वपूर्ण हुन सक्छ हैन। महत्त्वपूर्ण के भन्दाखेरि तपाईहरुले कुनै मानव कुनै फोटोहरु फेसबुकमा अथवा कतै तपाईहरुले मनपर्ने फोटोहरु पायो हैन। त्यो फोटो पाइसकेपछि तपाईहरुलाई के लाग्छ भने यो फोटो म आफ्नो पोस्ट गर्थे तर अर्काको नाम छ, अर्काको हरेक चीजहरु, अर्काको इन्फर्मेसन छ भन्ने तपाईहरुलाई लाग्छ। त्यसलाई चाहिँ त्यो मेटाएर चाहिँ कसरी हामीले त्यो मेटाएर आफ्नो स्टोरीबाट अथवा आफ्नो वालबाट हाल्न सकिन्छ भन्ने कुरा म यहाँ तपाईहरुलाई देखाउन गइरहेको छु है। यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। म यहाँ स्क्रिन रेकर्डिङमा लाग्दै छु, यो स्क्रिन रेकर्डिङ हेर्नु होला है त। सर्वप्रथम तपाईहरुले हैन यो यसरी के छ यहाँ मैले एउटा फोटो यो फोटोलाई मैले एडिट गरेर देखाउँदै छु है। अनि तपाईहरुले यो यस फोटोमा गएर यहाँ तल लाइन देख्न सक्नुहुन्छ हैन। यहाँ लाइनमा क्लिक गर्नु होला र यहाँ तपाईले यो लाइनमा क्लिक गरिसकेपछि यहाँनिर के लेखेको छ भन्दाखेरि क्लिन अप भनेर लेखेको छ साइडमा हैन। क्लिन अपमा क्लिक गर्नु होला अनि एकछिन वेट गर्नु होला। यसले फेरि यहाँ एरो हातको साइन देखाइराछ अनि त्यही अनुसार गर्नु होला। जस्तो मानौ यहाँ माथि तपाईहरुले अर्थ सरोकार छ, अर्थ सरोकारलाई मेटाउनु पर्यो। केही गर्नु पर्दैन, यस्तो गर्दिनुस् छुमन्तर गायब भयो हैन त। थोरै बाँकी छ, फेरि त्यसमा यस्तो गर्दिनुस् गायब हुन्छ है। फेरि अझै बाँकी रहेछ, त्यसलाई पनि गायब हुन्छ। अनि त्यसपछि तपाईहरुलाई समाचार लिंक कमेन्टमा भन्ने तपाईहरु तल देख्नुभयो हैन। यसमा यस्तो गर्दिनुस् गायब छुमन्तर भयो, गायब भयो हैन त। अनि तपाईहरुलाई अरु के अब योमा भएको इन्फर्मेसनहरु तपाईलाई देखाउन मन लागेन किनभने यो उसको कपी गरेको जस्तो देखिन्छ नि त, देखाउन मन लागेन। अब तल के छ www.arthasarokar.com छ, यसलाई पनि मेटाउनु पर्यो। यस्तो गर्दिनुस् छुमन्तर गायब भयो हैन। यहाँ थोरै बाँकी रहेछ, यो पनि गयो। अनि त्यसै गरी तपाईहरुले यता छेउमा देख्नुहुन्छ फेसबुक के अर्थ सरोकार भनेर लेखेको छ हैन। अब यसलाई मेटाउनु पर्यो। यसलाई मेटाउनुको लागि के गर्ने भन्दाखेरि यहाँनिर यस्तो लाइन हाल्दिनुस् छुमन्तर गयो हैन त। त्यो पनि त्यो गयो हो। अब यहाँ के छ, केही पनि छैन हैन त। उसको अर्थ सरोकारले जुन लेखेको कुरा थियो अब केही पनि रहेन। केही पनि रहेन भनेपछि अब के भयो, आफ्नो शुद्ध आफूले बनाएको जस्तो भयो हैन त यहाँ। त्यही भएर अब यसरी नै पोस्ट गर्न सक्नुहुन्छ। यसरी तपाईहरु आइफोन युजर हो भनेपछि मात्रै है, अरूहरुको लागि हैन। फेरि अरूहरुको लागि चाहिँ अलगै हुन सक्छ, त्यो मलाई थाहा छैन। तर मैले चाहिँ आइफोन युजरको लागि मात्रै भनेको यो टिप्स हो है त। मन पर्यो भने भिडियोलाई लाइक, शेयर र कमेन्ट गर्नु होला। थ्यांक यू सो मच है त।